एकछिन परेको पानीले हेर्नु न कस्तो गरेको छ, सबै जामेको छ पानी। सबै जामेको छ पानी। ड्रेनमा पनि पातहरू सबै अड्किएर ड्रेनहरू पनि सबै बुच्चिएर सफा गरेको पानी नै जाँदै जाँदैन। घर बनाउँदा चाहिँ धेरै कुराहरू याद गर्नुपर्ने रहेछ है। धेरै कुराहरू हामीले त सबै अर्काको भरोसामा छोडेर पानीभित्र पनि पानी, बाहिर पनि यसरी जम्छ, भित्र पनि सिँढीमुनि सब पानी भएको छ। माथि छतको पानी सब सिँढीमुनि आएर बिजोग छ। यस्तै पानी रातभरि पर्नु हो भने बिजोग हुने रहेछ। घर बनाउँदा चाहिँ धेरै कुराहरू ध्यान दिनुपर्ने रहेछ।